म त हेर्नु न माथि पब्लिकमा यस्तो सकिएँ नि के गर्नु कि मर्नु पर्ने अवस्थामा पुगेँ। अहिले भए बरु ल च्यालेन्ज तिमीहरूलाई भनेर मिल्छ भने हुन्छ होइन। म त सकिएँ नि माता मलाई त कुनै अस्तिको दिन रिपोर्टर्स क्लबमा बोलेको हेर्नु है गाली नै मात्रै छ। त्यो फिल्डमा आएका मान्छे राष्ट्रको सम्पत्ति विदेशमा लगेर थन्काएर राष्ट्रमा भरेका मान्छेलाई डङडङ्गी गोली हानेर जमाउनु मान्छे हामी नै देश बचाउने भनेर बसिरहेछन्। तपाईँले के गरेर सकाउने हो? कसैले कसैलाई केही भन्यो भन्दैमा सकाएर सकिन्छ। प्रत्यक्ष रङ्गी हात भेटेका कत्र कत्र कार्यकर्ता डकेटेर हिँडेका छन्। हजुर कहाँ के भएको छ? कसले बनाएको योजनामा कसले के हुन्छ र? सकिएँ अरे के भएर सकिएँ? कस्तो कस्तो नराम्रो कमेन्ट हेर्नु न फेसबुकमा एउटा हाल्यो सबै त्यही उतो गहिरो स्थिति भएका मान्छेले कसैलाई कसैले नराम्रो शब्द बोल्दै बोल्दैनन्। कस्तो पृष्ठभूमिमा हुर्केका मान्छे हुन्, उसले पालेका उसका आसेपासे उसको पुरोहरू खाने उसले पालेका भतौराहरूले फेसबुक नराम्रो आइडी बनाएर राख्छन्। त्यो स्वाभाविक रूप हो। के ठुलो कुरो भयो? बाहिर अहिले त तरकारी किन्न जाँदा पनि म त पुरा मुख लुकाएर अझ गएकै छुइनँ। यस्तो बदनाम भएको छ नि। त्यो कमेन्ट हेर्यो एउटा राम्रो कमेन्ट आउँदैन। हजुरले अब अहिले समय बोल्दै गर्दा अब मैले के सोचेँ भने त्यहाँ मालीगाउँमा एउटा टुकुरा भेट्टाएको छ मैले। सानो एउटा टुकुरा बनामा सानो एउटा काम चलाउ खालको घर बनाउने र कि हजुर मात्रै कि हाम्रो मित्र मात्रै त्यसमा बस्ने एउटा कुटी जस्तो व्यवस्थापन गरेर अनि हजुरहरू कागती प्रमाण मात्रै बनाएर बस्ने अहिले प्रत्यक्ष त्यसरी समाजमा नदेखिने भन्न चाहन्छु। मैले त हजुरहरू कसो के हो व्यवहारिक जीवनमा नफसेकै राम्रो हुन्छ कि भन्ने बुझ्छु। उहाँलाई त मैले उहाँको बिहान कुरा त डाइरेक्ट के थियो भने अब वन साइड होस्। हजुर आवाज सुनिया छैन र? सुनिया छु। वन साइड होस्। अब पुरै सबै कुरा त्यागेर 6 महिना ऊ कोल्याप्स भएर बसोस्, वन साइड होस् भनेर भन्न चाहन्थे। त्यो भन्दा बित्तिकै त उसले त खोजिया त एउटा पुरुष रहेछ, केही पायो कोही पाएपछि त उजो चुप लाग्यो भन्ने पनि समाजलाई हुन्छ। हाम्रा सबै योजनाहरू भत्ताभुङ्ग हुन्छन्। अब हजुर अनि मैले के भने चन्द्रजीलाई न तपाईँले जीवनमा तपाईँलाई सन्तान जन्माउनु न जागिर खानु केही गर्नु, तपाईँ त एउटा सत्कर्ममा लागेर बाँकी जीवन आनन्दले बिताउने लक्ष्यको व्यक्ति हो। वन साइड भनेको कस्तो? अब सबै कुरा छोडोस्, उतै गृहिणी मात्रै भएर बसोस् भन्ने शब्द हो उहाँको सिधैमै मेरो बुझाइ है। हजुर त्यो मलाई हिजो पर्दैन, आज पनि मन पर्दैन। त्यसरी मौन रहन त नसकिएला म पनि सक्दिनँ होइन। हजुर अनि हजुर फेरि समाजमा देखिएर आउनु खोजेका कुरा पाइयो फेरि देखियो भन्लान् के भन्लान्। त्यो भन्दा दुनियाँलाई देखाउनु केही पनि पर्ने हुँदैन। आन्तरिक रूपबाट तपाईँहरू नजिक भएर बस्न सकियो। कहाँ के हुने एउटा साधना केन्द्रमा जो पनि आएर भन्न सक्छ। अब मानौँ न मैले एउटा काठमाडौँमा एउटा कुटी बनाएँ भने मैले अहिले माथि हल बनाइरहेको छु ठुलो हलमा, जो पनि आएर कुटीमा आएर साधना गर्न सक्छ। त्यसो गर्नुभन्दा नि अहिले यति धेरै अब माटो लाएर बदनाम गरिसके ल यसै भएन उसै भएन मैले यसै गरेन र खुलेरै गरेर देखिँदा के हुन्छ? मैले त त्यो जित्छु जस्तो लाग्छ। त्यस्तो भइरहन्छ कि हजुर मङ्सिरको 5-6 गते म बाहिर मुलुक जान्छु। 6-7 गते अम्मा हो र माते 6-7 गते म जानै पर्ने छ। एउटा लगभग 3 महिना एउटा मुलुक 3 महिना एउटा 3टा मुलुक बस्छु। म लगभग 9 महिना मेरो खर्च हुन्छ। 9 महिना जति म नेपाल हुँदैन। मङ्सिरको 12-15 गते भन्दा अगाडिको कार्यक्रम राखेँ। जतिखेर खबर गरेँ म त्यतिखेर तत्पर भएर आउँछु। फेसमा गएर मेरा मित्रहरू काठमाडौँमा भएको साधक साधिकाहरू राखेर एउटा हाम्रै आश्रममै गएर गर्नुपर्छ। हजुरहरूले व्यक्तिगत रूपमा म त हजुरको हातबाट गरेपछि मात्रै मेरो घर परिवार सबलाई पच्छ पनि अनि सजिलो पनि हुन्छ। म सहन नसक्ने भएँ क्या अब मेरो पब्लिकको त्यही गर्ने देखाइदिने ठाउँ देखाइदिने र म देशभरबाट यो एक्लै भएका महिला पुरुषको बिहे गर्ने अभियान चलाइदिन्छु। त्योभन्दा पछाडि त्यसरी जितेर जान्छु। यसरी सकिनँ क्या मैले अब। तर हजुरले नै गरिदिनुपर्छ। मङ्सिरको 5 गते पछाडि मङ्सिरको 5 गते पछाडिको कार्यक्रम राख्ने। दुनियाँ दिवानाले नबन्ने तपाईँहरूले गृहस्थहरू अरूलाई बोलाएर कार्यक्रम राख्ने होइन। महात्माहरू साधु सन्तहरूले तपाईँहरूको दाम्पत्य जीवनलाई आशीर्वाद दिने कार्यक्रम राख्ने हो। म त गृहस्थ भएर त्यहाँ पण्डित पढाएर त्यो व्यवहार गर्न मलाई मन पर्दैन। साधु सन्तहरू नेपालमा भएका जति साधु सन्तहरू महात्माहरू सबै छन् राम्रा राम्रा पाटाका एकदमै चाहिँ सिद्ध भएर बसेका 108 स्वामीहरू। उहाँहरूले हजुरलाई गृहस्थ जीवनको आशीर्वाद दिने हो। त्यही हो जे हो। त्यही त कतिसम्म गर्दा ठिक हुन्छ त्यो सबै हजुरले जान्नुहुन्छ। अनि कम्तीमा पनि कुनै पनि आश्रममा गएर तपाईँहरूले 50,000 सम्मको भोजनालयको कार्यक्रम राख्ने।
त्यही भित्र आशीर्वाद दिने, हामीले हाइलाइटमा राख्दिने तपाईँहरूको कार्यक्रमलाई, दाम्पत्य जीवनको शुभकामना दिने, त्यही हो, अरू केही पनि हुँदैन। अरू केही सिन्दुर राख्ने आदि इत्यादि केही उहाँलाई हुँदैन। त्यो सरलाई पनि त्यसो भनिदिनु न हजुरले। अनि यो लिङ्गरिङ भयो, धेरै घिनलाग्दो भइसक्यो के। अब कि वार कि पार हुनु पर्यो कि। मैले कार्तिकमा त्यो कार्यक्रम भन्न सक्दिनँ, राख्न सक्दिनँ, शास्त्रीय हिसाबले पनि होइन, मिल्दैन। कार्तिकमा त मिलेन। अब मङ्सिरको 5 गते पछाडिलाई फेरि म फ्याक्ट निस्कने टिकट होला के होला, 5 गते पछाडि मेरो कुनै दिन पनि टिकट हुनसक्छ। 5 देखि 10 को बिचको ग्याप राख्नु होला हजुरले। त्यो हजुरले मिलाइदिनु न कहिले हो। उसले हिजो भन्दाखेरि माताले साहित्य गर्नुपर्छ के भनेर कुरा गरेको थियो। अहिले माताले त ढिलो गर्नु भन्नुभयो भनेर अघि कल गरेको थियो। अब यो पब्लिकमा त म त्यति गरिनँ भने म बाहिर निस्केर हिँड्न सक्दिनँ। उहाँलाई भन्नु, बरु हजुरलाई ढिलो गर्नु भने अझै पनि भन्दैछु, म त संसारतिर हजुर नफस्दिए सुख हुन्थ्यो भन्न सोचेको, पहिला पनि अझै पनि त्यही सोच्दैछु। एक्लो जीवन, आफ्नो आनन्दको स्वतन्त्र जीवनलाई त्यो बन्धक नबनाउनु भन्न त्यो खोज्दैछु मैले अझै पनि पनि। सोचेको थिएँ, मा त अब मेरो इज्जत एकदमै गुम्यो कि। बरु उहाँलाई मैले अब यो तनाव मुक्त हुनु, एउटै वन साइड भएर बस्नु भनेर भनिदिएको, त्यही भनिदिनु हजुरले, भन्दै थिए उनले त मलाई। मैले हजुर उनीसँग कस्तो वान साइड भएर बस्नु भनेको। तारा थपक्क नजिक भएर फेस संसारबाट देखिएर हजुर, अब पार्टनर भएर बसोस् मसँग, अब अरू गाई गई म जान्दैन, होइन भने के कि म त हेर्नु न, म त पब्लिकमा यस्तो सक्यो नि, कि गर्नु कि मर्नु पर्ने अवस्थामा पुगेँ। अहिले भयो बरु ल च्यालेन्ज तिमीहरूलाई भनेर मिल्छ भने हुन्छ होइन। म त सक्यो नि, म त मलाई त कुनै अस्तिको दिन रिपोर्टर्स क्लबमा बोलेको हेर्नु है, गाली नै मात्रै छ। त्यो फिल्डमा आएका मान्छे राष्ट्रको सम्पत्ति विदेशमा लगेर थन्काएर राष्ट्रमा भरेका मान्छेलाई डङडङ्गी गोली हानेर जमाउनु मान्छे, हामी नै देश बचाउने भनेर बसिरहेछन्। तपाईँले के गरेर सकाउने हो? कसैले कसैलाई केही भन्यो भन्दैमा सकाएर सकिन्छ। प्रत्यक्ष रङ्गी हात भेटेका कत्र कत्र कार्यकर्ता डकेटेर हिँडिया छन्। हजुर कहाँ के भएको छ? कसले बनाएको योजनामा कसले के हुन्छ र? सकिएँ अरे, के भएर सकिएँ? कस्तो शब्द कस्तो हो हजुर? नराम्रो कमेन्ट हेर्नु न, फेसबुकमा एउटा हाल्यो सबै त्यही उतो गतिलो स्थिति भएका मान्छेले कसैलाई कसैले नराम्रो शब्द बोल्दै बोल्दैनन्। कस्तो पृष्ठभूमिमा हुर्केका मान्छे हुन्, उसले पालेका उसका आसेपासे उसको पुरोहरू खाने, उसले पालेका भतौराहरूले फेसबुक नराम्रो आइडी बनाएर राख्छन्। त्यो स्वाभाविक रूप हो, के ठुलो कुरो भयो। बाहिर अहिले त तरकारी किन्न जाँदा पनि म त पुरा मुख लुकाएर अझ गएकै छुइनँ। यस्तो बदनाम भएको छ नि, त्यो कमेन्ट हेऱ्यो एउटा राम्रो कमेन्ट आउँदैन। हजुरले अब अहिले समय बोल्दै गर्दा अब मैले के सोचेँ भने त्यहाँ मालिगाउँमा एउटा टुकुरा भेट्टाएको छ मैले। हजुर, सानो एउटा टुकुरा बनामा सानो एउटा काम चलाउ खालको घर बनाउने र कि हजुर मात्रै कि हाम्रो मित्र मात्रै त्यसमा बस्ने एउटा कुटी जस्तो व्यवस्थापन गरेर अनि हजुरहरू कागती प्रमाण मात्रै बनाएर बस्ने, अहिले प्रत्यक्ष त्यसरी समाजमा नदेखिने भन्न चाहन्छु मैले त। हजुरहरू कसो के हो, व्यवहारिक जीवनमा नफसेकै राम्रो हुन्छ कि भन्ने बुझ्छु। उहाँलाई त मैले उहाँको बिहान कुरा त डाइरेक्ट के थियो भने अब वन साइड होस्। हजुर आवाज सुनिया छैन र? सुनेको छु। वन साइड होस्, अब पुरै सबै कुरा त्यागेर 6 महिना ऊ कोल्याप्स भएर बसोस्, वन साइड होस् भनेर भन्न चाहन्थे। त्यो भन्दा बित्तिकै त उसले त खोजिया त एउटा पुरुष रहेछ, केही पायो, कोही पाएपछि त उजो चुप लाग्यो भन्ने पनि समाजलाई हुन्छ। हाम्रा सबै योजनाहरू भत्ताभुङ्ग हुन्छन्। अब हजुर अनि मैले के भने चन्द्रजीलाई, न तपाईँले जीवनमा तपाईँलाई सन्तान जन्माउनु, न जागिर खानु, केही गर्नु, तपाईँ त एउटा सत्कर्ममा लागेर बाँकी जीवन आनन्दले बिताउने लक्ष्यको व्यक्ति हो। वान साइड भनेको कस्तो? अब सबै कुरा छोडोस्, उतै गृहिणी मात्रै भएर बसोस् भन्ने शब्द हो उहाँको, सिधै मेरो बुझाइ है। हजुर, त्यो मलाई हिजो पर्दैन, आज पनि मन पर्दैन। त्यसरी मौन रहन त नसकिएला म पनि सक्दिनँ होइन। हजुर, अनि हजुर फेरि समाजमा देखिएर आउनु, खोजिया कुरा पाइयो फेरि देखियो भन्लान्, के भन्लान्, त्यो भन्दा दुनियाँलाई देखाउनु केही पनि पर्ने हुँदैन। आन्तरिक रूपबाट तपाईँहरू नजिक भएर बस्न सकियो। कहाँ के हुने, एउटा साधना केन्द्रमा जो पनि आएर भन्नु सक्छ। अब मानौँ न, मैले एउटा काठमाडौँमा एउटा कुटी बनाएँ भने मैले अहिले माथि हल बनाइरहेको छु, ठुलो हलमा, जो पनि आएर कुटीमा आएर साधना गर्न सक्छ। त्यसो गर्नुभन्दा नि अहिले यति धेरै अब माटो लाएर बदनाम गरिसके, ल यसै भएन उसै भएन मैले यसै गरेँ भनेर खुलेरै गरेर देखिँदा के हुन्छ? मैले त त्यो जित्छु जस्तो लाग्छ। त्यस्तो झन् कुछ भइरहन्छ कि। हजुर, मङ्सिरको 5-6 गते म बाहिर मुलुक जान्छु, 6-7 गते। अम्मा हो र माते? 6-7 गते म जानै पर्ने छ। एउटा लगभग 3 महिना एउटा मुलुक, 3 महिना एउटा, 3टा मुलुक बस्छु म, लगभग 9 महिना मेरो खर्च हुन्छ।
9 महिना जति म नेपाल हुँदिन, मङ्सिरको 12-15 गते भन्दा अगाडिको कार्यक्रम राखेँ। जतिखेर खबर गरेँ म त्यतिखेर तत्पर भएर आउँछु। फेसमा गएर मेरा मित्रहरू काठमाडौँमा भएको साधक साधिकाहरू राखेर एउटा हाम्रै आश्रममै गएर गर्नुपर्छ। हजुरहरूले व्यक्तिगत रूपमा त्यस्ता एकदम म त हजुरको हातबाट गरेपछि मात्रै मेरो घर परिवार सबलाई पच्छ पनि अनि सजिलो पनि हुन्छ। म सहन नसक्ने भएँ क्या अब मेरो पब्लिकको त्यही गर्ने देखाइदिने ठाउँ देखाइदिने र म देशभरबाट यो एक्लै भएका महिला पुरुषको बे गर्ने अभियान चलाइदिन्छु। त्योभन्दा पछाडि त्यसरी जितेर जान्छु। यसरी सकिनँ क्या मैले अब। तर हजुरले नै गरिदिनुपर्छ। मङ्सिरको 5 गते पछाडि मङ्सिरको 5 गते पछाडिको कार्यक्रम राख्ने, दुनियाँ दिवानाले नबन्ने, तपाईँहरूले गृहस्थहरू अरूलाई बोलाएर कार्यक्रम राख्ने होइन। महात्माहरू साधु सन्तहरूले तपाईँहरूको दाम्पत्य जीवनलाई आशीर्वाद दिने कार्यक्रम राख्ने हो। म त गृहस्थ भएर त्यहाँ पण्डित पढाएर त्यो व्यवहार गर्न मलाई मन पर्दैन। साधु सन्तहरू नेपालमा भएका जति साधु सन्तहरू महात्माहरू सबै छन् राम्रा राम्रा पाटाका, एकदमै चाहिँ सिद्ध भएर बसेका 108 स्वामीहरू, उहाँहरूले हजुरलाई गृहस्थ जीवनको आशीर्वाद दिने हो। त्यही हो जे हो त्यही त। कतिसम्म गर्दा ठिक हुन्छ त्यो सबै हजुरले जान्नुहुन्छ। अनि कम्तीले पनि कुनै पनि आश्रममा गएर तपाईँहरूले 50,000सम्मको भोजनालयको कार्यक्रम राख्ने, त्यही भित्र आशीर्वाद दिने, हामीले हाइलाइटमा राख्दिने तपाईँहरूको कार्यक्रमलाई, दाम्पत्य जीवनको शुभकामना दिने। त्यही हो, अरू केही पनि हुँदैन। अरू केही सिन्दुर राख्ने उहाँलाई त्यो सरलाई पनि त्यसो भनिदिनु न हजुरले। अनि यो लिङ्गरिङ भयो, धेरै घिनलाग्दो भइसक्यो क्या। अब कि वार कि पार हुनु पर्यो कि। कार्तिकमा त्यो कार्यक्रम भन्न सक्दिनँ, राख्न सक्दिनँ, शास्त्रीय हिसाबले पनि मिल्दैन। कार्तिकमा त मिलेन। अब मङ्सिरको 5 गते पछाडिलाई फेरि म फ्याक्ट निस्कने टिकट होला के होला। 5 गते पछाडि मेरो कुनै दिन पनि टिकट हुनसक्छ। 5 देखि 10 को बिचको ग्याप राख्नु ल हजुरले। त्यो हजुरले मिलाइदिनु न कहिले हो। उसले हिजो भन्दाखेरि माताले साहित्य गर्नुपर्छ के भनेर कुरा गरेको थियो। अहिले माताले त ढिलो गर्नु भन्नुभयो भनेर अघि कल गरेको थियो। अब यो पब्लिकमा त म त्यति गरिनँ भने म बाहिर निस्केर हिँड्न सक्दिनँ। बरु हजुरलाई ढिलो गर्नु भने अझै पनि भन्दैछु, म त संसारतिर हजुर नफस्दिए सुख हुन्थ्यो भन्न सोचेको। पहिला पनि अझै पनि त्यही सोच्दैछु। एक्लो जीवन, आफ्नो आनन्दको स्वतन्त्र जीवनलाई त्यो बन्धक नबनाउनु भन्न खोज्दैछु। अझै पनि अब मेरो इज्जत एकदमै गुम्यो कि। बरु उहाँलाई मैले अब यो तनाव मुक्त हुनु, एउटै वन साइड भएर बस्नु भनेर भनिदिएको। त्यही भनिदिनु हजुरले। भन्दै थिए उनले त मलाई। मैले हजुर उनीसँग कस्तो वान साइड भएर बस्नु भनेको? तारा थपक्क नजिक भएर फेस संसारबाट देखिएर अब पार्टनर भएर बसोस् मसँग। अब अरू गाई गुई म जान्दैन, होइन भने के